आज हेर न मेरो घरमा आज फ्यानको गति धेरै तात्तिर यो फ्यानको पङ्खासँग प्लाट फुटेर म सुतिरहेको थिएँ। एक्कासी यो गरारङ गुरुङ आएको देखेर होइन, गरारङ गुरुङ साउन्ड आयो। म त के को साउन्ड होला भने उठेर गर्दा फ्यान त टुक्रा टुक्रा भएर यस्तो भएको छ आज मेरो घरमा। हेर न ल, यस्तो हालत भयो कि आज फ्यान लिएर नि। ल यो निक्सेर फाङलाङ फुङ होइन, ल यस्तो पो छ। ल केही छैन फ्यान त, ल खाली क्या फाङलाङ फुङ। त्यही भएर धेरै फ्यान चलाउनु पनि नहुने रहेछ। यस्तो तालले फुट्दो रहेछ त फ्यान त। ल पङ्खाहरू हेर न ल, यस्तो नि हुन्छ नि यार, छक्कै पऱ्यो यार। गरिबमा यसो फ्यान चलाउनु पऱ्यो, गरिब भयो भनेर यसो पङ्खा चलाएको, पङ्खाको गति हेर न यस्तो छ, फाङलाङ फुङ फुटेर कसो मान्छेलाई काटेन यार। काट्यो भए त मान्छेलाई त चुट्दै पार्थ्यो होला। फ्यानको यसको यो हुन्छ नि, यो पाताले क्या, पाता पनि यस्तो तरिकाले फुट्यो क्या। आजको दशा लगाइरहेछ आजकल के भयो मलाई यस्तो भइरहेछ। ल यस्तो छ, ल यस्तो भएको लागि यस्तो चुच्चोले खोजिरह के भन्थ्यो।